वेलकम टु ब्याक माई युट्युब च्यानल। हजुरहरूलाई धेरै धेरै स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि धेरै धेरै सन्चै नै छु। आज चाहिँ म अर्को ठाउँ काम गर्न आएको छु होइन। त्यो चाहिँ अरबिकको चाहिँ हेल्परको हात चाहिँ काटेको हुनाले चाहिँ म आज चाहिँ अर्को ठाउँको हेल्परमा चाहिँ म आएको छु होइन। लु गाइज होइन, अहिले चाहिँ म काम गर्ने रुम चाहिँ देख्नु भएकै होला होइन, बवाल छ होइन। हजुरहरूलाई चाहिँ मन पर्यो होला, मलाई चाहिँ अलि खतरै लाग्यो। त्यही भन्न चाहन्छु होइन, कस्तो लाग्छ रुम होइन। हजुरले कमेन्ट बक्समा लेखिदिनु होला, मलाई चाहिँ अलि खतरै लाग्यो। यो चाहिँ निस्किसकेको छैन झोला भिडेर, अनि त्यो हात काटेको हेल्परको चाहिँ झोला लैदर जानुपर्ने छ क्या। उहाँ आँट कौवा पनि कस्तो कराइको बिल्कुल चुप, हिम्मत कैसे हो तेरी मुंह खोलने की। हैन करा देख्नु छ कौवा मजाले बसिरहेको छ। अगाडि चाहिँ ल मजाले अहिले एकछिनको गाडीमा चाहिँ ल्याउन आएको थियो होइन। यसमा चाहिँ बसेर चाहिँ अब बोरमा चाहिँ जानुपर्छ होइन, सहरमा लिनुको लागि। त्यसैले चाहिँ अब हामी गाडी मजा बसिसकेपछि अब हामी चाहिँ जान्छौँ होइन, अब आफ्नै होटेलमा होइन। सब आफ्ना सामान के भनेर चाहिँ आफूले मात्र लगेर जान्छ होइन। अनि त्यही हो, अब आज बोरमा काम गरियो भ्याइयो। अब लास्ट टाइम भोलि आउनुपर्छ फेरि। भोलि पनि यही नै सामान बनाउनु पर्छ होइन। कसैलाई थोरै पनि हुन्छ, कसैलाई धेरै पनि हुन्छ, यो चाहिँ बनाउनु पर्छ। त्यही भएर चाहिँ अलिकति यो हामी चाहिँ अब एउटा सहरमा आउनु बाँकी छ। यो चाहिँ त्यहाँ मास्टरले चाहिँ बनाइरहनु भयो। अब त्यो आयो भने चाहिँ हामी जान्छौँ। ल गाइज, अब सहरमा पनि दोकानमा लिएर रेडी भइसकेको छ होइन। अब राखेर चाहिँ अब कस्टमर आउनुभयो भने चाहिँ अनि दिनुपर्छ। अल्फम पनि हेर्नुहोस् रेडी भइसकेको छ होइन। अब यताखेरि चाय मास्टर हुनुहुन्छ, हेभी स्टाइल हाल्नुहुन्छ कि चाय पनि बनाउनुहुन्छ कि यस्तो दामी बनाउँछ नि, पुरा हेर्नु स्टाइल हो।